वेलकम ब्याक टु माई च्यानल गाइज है त। यो भिडियो चाहिँ आज फेरि अर्कै खालको छ है। यो भिडियो चाहिँ नि अब तपाईँको कतिजना हुनुहुन्छ होइन प्लस टू सकाएर बस्नु भएको, अब कतिजनाको त सकिँदै पनि छ होइन। उहाँहरूको लागि चाहिँ अलिकति इन्फर्मेटिभ हुनसक्छ यो भिडियो है। यो भिडियो चाहिँ मैले बनाउनुको मेन उद्देश्य भनेको चाहिँ नि हिजो राति मैले यसो टिकटक हेरिरहेको थिएँ है। टिकटक स्क्रोल गरिरहेको थिएँ अनि एउटा कन्सल्टेन्सीको भिडियो आयो क्या त्यहाँनिर। मलाई एक्ज्याक्टली कन्सल्टेन्सीको नाम चाहिँ मलाई थाहा भएन। कन्सल्टेन्सीको भिडियो आयो अनि मैले यसो कन्सल्टेन्सीको त्यो भिडियो हेरेँ। अनि उनीहरूले चाहिँ के भनेको थियो भन्दाखेरि 3 दिनमा I-20 आउँछ। सो तपाईँहरूले त्यो अब अहिले हिजो भोलिबाट कहिलेबाट डेट खुल्दैछ अरे, त्यो डेट लिन मिल्छ। यसो सोचेँ मूर्खे बनाएर हौ जस्तो लाग्यो के। पैसा वेस्ट हुन्छ यत्रो खर्च गरेर होइन, 1-1.5 लाख रुपियाँ सकाउनुपर्छ इन्टरभ्यूसम्म पुग्नको लागि। अनि त्यो जे पाए त्यही I-20ले त काम छैन नि त। कहाँ त्यो 3 दिनमा I-20 आएर हुन्छ त, त्यो आउँदै आउँदैन त्यो पनि। जे पाए त्यही I-20 हो त्यो है त। यो त एउटा पार्ट भइहाल्यो है, रमाइलो पार्ट। अब कसरी चाहिँ अप्लाई गर्ने त युएसए। म चाहिँ अहिले आर्कान्सास स्टेट युनिभर्सिटीमा छु होइन, एआइसियुमा छु, ए स्टेटमा। अब ए स्टेट कतिजनाले अब आर्कान्सास स्टेट युनिभर्सिटी अप्लाई गर्ने भनेर नि प्लान बनाइरहनु भएको होला होइन। उहाँहरूको लागि चाहिँ एकदम सजिलो हुनसक्छ है। अनि कतिजनाको चाहिँ जिज्ञासा छ क्या, कति दिनमा I-20 आउँछ, कति दिनमा पठाउँछ आर्कान्साले I-20 भन्ने छ है। त्यो पनि म यो कुरा त्यो कुरा पनि म यहाँ यो भिडियोमा गर्छु है त। तपाईँको I-20 भनेको युजुअली 1 हप्तादेखि 4 हप्ता लाग्छ है आउनको लागि। तपाईँको यदि 1 हप्तादेखि 4 हप्तासम्म पनि आएन भनेदेखि तपाईँले चाहिँ नि कलेजको साइटमा गएर तपाईँले त्यहाँ इन्टरनेसनल अफिस भनेर हेर्नु, उनीहरूलाई मेल गर्नु तपाईँले है। मेरो I-20 चाहिँ अहिलेसम्म आएको छैन, किन आएको छैन भनेर आफ्नो त्यहाँनिर एउटा स्टुडेन्ट नम्बर हुन्छ, त्यो नम्बर हालेर अनि तपाईँले कुरा गर्नु है। अनि एउटा कुरा भनेको I-20 अप्लाई गर्नको लागि तपाईँहरू के भन्छ उसमा गइरहनु पर्दैन, कन्सल्टेन्सी गइरहनु पर्दैन है। I-20 अप्लाई गर्न एकदम सजिलो छ आर्कान्साको लागि। अरू मलाई थाहा छैन, अरू पनि त्यही नै हो होइन, तर अब अरूको म कुरा गर्दिनँ। तपाईँले एउटा युनिभर्सिटी गरेपछि अब अरू त्यो सेम त्यही नै भइहाल्यो है त। म जुनमा छु म त्यसकै कुरा गर्छु है। आर्कान्सास स्टेट युनिभर्सिटीको चाहिँ I-20 अप्लाई गर्नको लागि एकदम इजी छ है। फर्स्टमा भनेको तपाईँले कति के गर्नुपर्छ भन्दाखेरि यहाँ चाहिँ $50 छ क्यारे, $50 छ है यहाँ चाहिँ एप्लिकेसन फी। $50 तिर्नु पऱ्यो है, $50 फी तिर्नु पऱ्यो तपाईँले एप्लिकेसन फी। अनि तपाईँको भनेको सुरुमा त अब त्यो तिर्नुभन्दा अगाडि चाहिँ तपाईँले के भन्छ आफ्नो एउटा पोर्टल बनाउनुपर्छ क्या। पोर्टल बनाउनु पऱ्यो होइन। तपाईँको जस्तो ए स्टेटमा जानु, ट्याक्क ए स्टेटमा जानु होइन, ए स्टेट आर्कान्सास स्टेट युनिभर्सिटी इन्टरनेसनल अप्लाई यस्तै लेख्दाखेरि त्यहाँ सट्ट खुल्छ क्या त्यो एप्लाई इन्टरनेसनल भनेर खुल्छ त्यहाँनिर। अनि एप्लाई इन्टरनेसनलमा गएर अनि फर्स्ट युजर र लगइन भन्ने हुन्छ होइन। अनि फर्स्ट युजर गरेर तपाईँको त्यहाँनिर त्यो आफ्नो क्रिएट गर्नु है, जिमेल सिमेल के हालेर अब क्रिएट गर्नु है। त्यो क्रिएट गरेपछि तपाईँको त्यहाँ तलपट्टि भन्छ तपाईँको अरे पे एप्लिकेसन फी $50 भन्छ है त्यहाँनिर। अनि त्यो $50 चाहिँ तपाईँले अब $50 पे गर्नु पऱ्यो क्या है। $50 तपाईँले पे गरिसके पछाडि 24 आवर पछि तपाईँको त्यो पोर्टल खुल्छ। अनि त्यो पोर्टल खुलिसके पछाडि त्यो पोर्टलमा चाहिँ तपाईँको 4वटा डकुमेन्ट माग्छ, उसले 4-5वटा डकुमेन्ट माग्छ है, धेरै माग्दैन, 4-5वटा डकुमेन्ट माग्छ। एउटा भनेको पासपोर्ट, दोस्रो भनेको तपाईँको के भन्छ त्यो के अरे फाइनेन्सियल डकुमेन्ट, तेस्रो भनेको तपाईँको माग्छ त उसले +2 को ट्रान्सक्रिप्ट होइन। अनि चौथो भनेको माग्छ तपाईँको उसले इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट है। डियोलिङ्गो पनि एक्सेप्ट गर्छ एआइसियुले होइन, आर्कान्साले डियोलिङ्गो पनि एक्सेप्ट गर्छ। डियोलिङ्गोमा चाहिँ नि 110 आउनुपर्छ है, 110 आयो भने मात्रै उसले I-20 पठाउँछ, नत्र भने पठाउँदैन है त। अनि अब I-20 को लागि तपाईँले एप्लिकेसन हाल्नुभयो सबै होइन, डकुमेन्टहरू पनि अपलोड गर्नुभयो। अनि त्यस पछाडि भनेको तपाईँहरूले कुर्नु 1 हप्तादेखि 4 हप्तासम्म कुर्नु है। अनि त्यस पछाडि पनि तपाईँको I-20 आएन भनेदेखि चाहिँ तपाईँले अनि त्यसरी इन्टरनेसनल अफिसमा मेल गर्नु, मेरो I-20 आएन, किन आएन भनेर भन्नु। उनीहरूले तपाईँलाई रिजन दिइहाल्छ। अब आउनेको त आइ नै हाल्छ है। अनि I-20 आइसके पछाडि तपाईँले के गर्नु भन्दाखेरि I-20 आइसके पछाडि तपाईँले DS-160 भर्नु है। DS-160 भर्नुपर्छ, जुनमा चाहिँ तपाईँको आफ्नै इन्फर्मेसन भर्ने हो त्यसमा। अब तपाईँलाई यसमा चाहिँ अलिकति गाह्रो लाग्छ भनेदेखि चाहिँ तपाईँहरूले कन्सल्टेन्सीको हेल्प लिन सक्नुहुन्छ होइन। यस्तो कुरामा क्या जुन अब आफैले गर्ने अनि अब आफूलाई केही कुरा कन्फ्युजन भयो भने चाहिँ अनि कन्सल्टेन्सीको हेल्प लिने हो क्या। भोलि तपाईँले DS-160बाट पनि तपाईँलाई F1 भिजाको इन्टरभ्यूमा जाँदाखेरि क्वेसन सोधिन्छ, त्यहीँबाट पनि सोधिन्छ है। त्यही भएर त्यो आफैले भर्दा एकदम राम्रो, एकदम बेस्ट है। DS-160 तपाईँको त्यो 500 पेजको हुन्छ, त्यो भर्नुपर्छ, त्यो एकदम मजाले भर्नुपर्छ त्यो चाहिँ होइन। त्यो भरिसके पछाडि तपाईँले अनि तपाईँको इन्टरभ्यू फी तिर्नुपर्छ है। इन्टरभ्यू फी तिर्नुपर्छ, त्यो चाहिँ तपाईँको नेपालको कति 2-3वटा ब्याङ्क कि यस्तै कतिवटा चाहिँ मैले चाहिँ NMB ब्याङ्कबाट तिरेँ, NMB होइन मैले NMBबाटै तिरेँ हो, मैले NMB ब्याङ्कबाट तिरेको थिएँ।
एनएमबी ब्याङ्क, कुमारी ब्याङ्क अनि नेपाल इन्भेस्टमेन्ट ब्याङ्क कि यस्तै के छ 2-3टा ब्याङ्क छ होइन। त्यस्तैबाट अब त्यो तपाईँहरूले बुझ्नु होइन। त्यो ब्याङ्कबाट तपाईँले आफ्नो भिजा इन्टरभ्यू फी तिर्नु। त्यो भिजा इन्टरभ्यू फी तिर्नको लागि चाहिँ तपाईँले आफ्नो I-20 आइसके पछाडि I-20 लिएर जानु पर्यो। अनि तपाईँले DS-160 को कन्फर्मेसन नम्बर है, DS-160 को कन्फर्मेसन नम्बर लिएर जानु पर्यो है। DS-160 को कन्फर्मेसन नम्बर लिएर गइसके पछाडि तपाईँलाई ब्याङ्कले एउटा रिसिट दिन्छ, तपाईँले पैसा तिरेको रिसिट दिन्छ। त्यो रिसिट चाहिँ तपाईँले अपलोड गरिसके पछाडि पोर्टलमा तपाईँको डेट लिन मिल्छ। त्यो डेट लिने जब क्यालेन्डर जस्तो आउँछ नि त्यो खुल्छ। अनि तपाईँले त्यस पछाडि भनेको त्यसमा टक्क डेट लिने हो है। अनि डेट लिइसके पछाडि तपाईँले एउटा मिस्टेक गर्न नहुने कुरा भनेको सेभिज। त्यो सेभिज त्यो के अरे इन्टरभ्यूको लास्ट टाइममा गएर त्यो हुन्छ नि 2 दिन अगाडि 1 दिन अगाडि गएर नकुर्नु, त्यो एकदम गल्ती हो क्या। त्यो नकुराउनु त्यसरी होइन। तपाईँले अब जस्तो भयो तपाईँको इन्टरभ्यू भोलि छ भनेदेखि तपाईँले 1 हप्ता अगाडि नै गएर त्यो सेभिज तिर्दिनु क्या। सेभिज तिर्नुपर्छ नि त फेरि हो, सेभिज तिर्नु। किन भन्दाखेरि तपाईँ जस्तो इन्टरभ्यूको 1 दिन अगाडि तिर्नु भयो भनेदेखि त्यो सेभिज त्यो 72 आवर भित्रमा पर्न चाहिँ होइन। तर किन रिस्क लिने? जस्तो मान्छेले भन्छ नि मलाई त केही पनि सोधेन, अब उसले सेभिज भोलि 1 दिन अगाडि गएर तिरेको छ, उनीहरूको उसमा पैसा तिरेको उनी एक्टिभ हुँदैन, अनि त्यस पछाडि केही पनि नसोधिकन फ्यालिदिन्छ। त्यही भएर रिस्क नलिनु। यत्रो खर्च गरे हुन्छ, लास्ट मोमेन्टमा गएर फ्यालिदियो भने एकदम नमजा हुन्छ क्या। त्यही भएको कारणले गर्दाखेरि सेभिज चाहिँ तपाईँले 1 हप्ता अगाडि नै तिर्नु। अनि सेभिज तिरिसके पछाडि इन्टरभ्यूमा टक्क जानु। इन्टरभ्यूमा गइसके पछाडि आफ्नो डकुमेन्ट सबै सपोर्टिभ डकुमेन्टहरू सबै लिएर जानु होइन। अनि त्यही हो। अनि तपाईँको सपोर्टिभ डकुमेन्टहरू लिएर गइसके पछाडि एकदम कन्फिडेन्ट भएर एन्सर दिनु पर्यो। आइज कन्ट्याक्ट गर्नु होइन। आइज कन्ट्याक्ट चाहिँ एकदम हुनु पर्यो। अनि फेरि अब स्माइल होइन, डर त लाग्छ, एकदम डर लाग्छ, मुटु नै मुखमा आउनु खोज्छ होइन। त्यही पनि अब नडराइकन स्माइल दिएर होइन आनन्दले दिनु होइन। एन्सर हुन्छ नि अब उसले सोधेको एन्सरहरू। त्यस पछाडि भनेको त भिजा नलाग्ने चान्स हुँदैन, भिजा लाग्छ। तर त्यो 3 दिनवाला I-20 मा चाहिँ विश्वास नगर्नु है। डोन्ट ट्रस्ट इन द्याट। त्यो 3 दिनवाला त्यो डोन्ट ट्रस्ट त्यो 3 दिनको I-20 है। त्यो चाहिँ मलाई चित्त नबुझेरै मैले भिडियो बनाएको क्या। त्यो 3 दिनको I-20 मा चाहिँ नि तपाईँहरूले एकदम ट्रस्ट नगर्नु। अनि तपाईँहरूलाई केही क्वेसन छ जस्तो अब आर्कान्सा स्टेट युनिभर्सिटीमा अप्लाई गरिरहनु भएको कोही पनि हुनुहुन्छ भनेदेखि चाहिँ केही क्वेसन छ I-20 रिलेटेड, केही क्वेसन छ, अनि तपाईँको केही कन्फ्युजन छ होइन। अब जस्तो यहाँ आइसके पछाडि तपाईँको के भन्छ अन क्याम्पस जबहरू के छ कस्तो छ होइन बुझ्नको लागि, अब युनिभर्सिटी कस्तो हो, फीहरू कस्तो छ, त्यो सबै बुझ्नको लागि चाहिँ मलाई यसलाई के भन्छ टिकटकमा नि भेट्न सक्नुहुन्छ, मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ युट्युबमै होइन। अनि हामी त्यहाँबाट लाइक अरू कुनै सोसियल मिडियामा कनेक्ट भएर नि हामी कुरा गरौँला होइन। तपाईँहरूलाई म हेल्प गरिहाल्छु। अनि अर्को भनेको तपाईँको के भन्छ भिजा लगाइसके पछाडि भनेको अनि तपाईँले युनिभर्सिटीलाई फी पे गर्नुपर्छ होइन। त्यो भिजा लाग्नु भन्दाखेरि चाहिँ केही पनि पे गर्नु पर्दैन। भिजा लगाइसके पछाडि युनिभर्सिटीलाई आफ्नो पैसा पे गरेर अनि आउने हो। अनि तपाईँको स्टेटको चाहिँ जुन तपाईँको त्यो फी स्ट्रक्चरहरू छ, फीको बारेमा के छ होइन, इन्सुरेन्सहरू, फीहरू होइन, अनि तपाईँको के भन्छ लिभिङ एक्सपेन्सेसहरू के कस्तो छ, त्यो चाहिँ म मेरो नेक्स्ट भिडियोमा बनाउँछु है त। अहिले चाहिँ तपाईँको मैले जस्ट I-20 को लागि तपाईँ कन्सल्टेन्सी जानु पर्दैन। DS-160 आफैले भर्नुहोस्, कन्फिडेन्ट हुनुहुन्छ भने आफैले भर्नुहोस्, छैन भनेदेखि चाहिँ तपाईँले हेल्प लिनुहोस् है। कन्सल्टेन्सीलाई भर नदिनुहोस्, उसको हेल्प लिएर आफैले नै भर्नु। अनि भनेको तपाईँको के भन्छ DS-160 भरिसके पछाडि भनेको इन्टरभ्यूको डेट बुक गर्नुहोस्। इन्टरभ्यूको डेट बुक गरिसके पछाडि भनेको तपाईँले 1 हप्ता त्यो डेटभन्दा आफ्नो इन्टरभ्यूको डेटभन्दा 1 हप्ता अगाडि आफ्नो सेभिज तिर्नुहोस्। त्यस पछाडि भनेको तपाईँको सेभिज तिरिसके पछाडि भनेको इन्टरभ्यूमा जाँदाखेरि एकदम कन्फिडेन्ट भएर एकदम स्माइल मुखमा दिएर होइन, मुखमा एकदम स्माइल, अनि तपाईँको आइज कन्ट्याक्ट त्यो एकदम हुनु पऱ्यो क्या। त्यति भइसके पछाडि भनेको अब भिजा लाग्ने नलाग्ने भनेको चाहिँ नि अब 50% तपाईँको लक हो है। अनि 25% भनेको तपाईँको कन्फिडेन्ट हो, 25% भनेको भिजा अफिसरको मुड हो है। अनि त्यसले नै तपाईँको डिटरमाइन गर्छ भिजा दिने कि नदिने भनेर। कन्फिडेन्ट चाहिँ एकदम हुनु पऱ्यो कि आफू कन्फिडेन्ट भइसके पछाडि त्यो अरूको जस्तो मुड सुट हामीलाई के मतलब होइन। अनि अब लक पनि हुनु पऱ्यो, त्यो लकै नभए त त्यसै नै हुँदैन, लक पनि चाहियो। त्यही हो गाइज। अब केही कन्फ्युजन छ केही छ भनेदेखि चाहिँ मलाई कमेन्ट गर्नु होइन। अनि भिडियो मन पऱ्यो अब के मन पऱ्यो भनेदेखि चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु। अनि म अरू केही तपाईँहरूलाई चाहिने इन्फर्मेटिभ भिडियोहरू पनि लिएर आउँदै गर्छु है त गाइज। ल थ्याङ्क यू।